हेलो नमस्ते। सर्वप्रथम चाहिँ यहाँहरू सबैलाई धन्यवाद। मेरो यो स्वर्णबिन्दुको भिडियोमा चाहिँ धेरै भ्युजहरू आइरहेछ अनि त्यहाँ कमेन्ट पनि धेरैले गरिराख्नु भएको छ अनि सोधेको क्वेसन्सहरूको चाहिँ एन्सर दिउँ जस्तो लागेर चाहिँ मैले यो भिडियो बनाउँदैछु। यो भिडियो चाहिँ पुरा हेर्नुहोस् ल। स्वर्णबिन्दु चाहिँ प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन प्राय प्रत्येक 27 दिनमा चाहिँ यो पुष्य नक्षत्र आउँछ र प्रत्येक 27 दिनमा चाहिँ यो खुवाइन्छ। अब त्यही भएर चाहिँ यो प्रत्येक महिना खुवाइन्छ। आफ्नो बच्चाहरूलाई खुवाउनुहोस्। कुन उमेरको बच्चाहरूलाई खुवाउने भन्ने क्वेसनहरू धेरै आएको थियो। मेन चाहिँ स्वर्णबिन्दु 1 वर्षदेखि 5 वर्षसम्मको बच्चाहरूलाई नेपाल सरकारले आयुर्वेदिक हस्पिटलमा चाहिँ खुवाउने प्रोग्रामहरू चलिरहेको छ। अनि मेन त आयुर्वेदिक हस्पिटल सबै ठाउँमा छैन अनि त्यही भएर यो सबै ठाउँमा चाहिँ खुवाइँदैन। अनि कुन कुन ठाउँमा खुवाइन्छ भनेर चाहिँ मैले अघिल्लो भिडियोमा चाहिँ लोकेसनहरू हालिसकेको छु। अनि धेरैको क्वेसन यही थियो, अब यो ठाउँमा खुवाइन्छ खुवाइँदैन भनेर धेरै क्वेसनहरू आइरहेको थियो। यो भनेको चाहिँ सबै आयुर्वेदिक हस्पिटलमा पनि खुवाइएको छैन। पाइलट प्रोग्राम जस्तै गरेर कुनै कुनै आयुर्वेदिक हस्पिटलमा मात्रै खुवाइरहेको छ। मैले बुझेसम्म चाहिँ म आयुर्वेदको विशेषज्ञ होइन, मैले धेरैजनासँग बुझेँ अनि अब अलिअलि गुगलहरू हेर्दाखेरि चाहिँ सबै ठाउँहरूमा खुवाएको छैन। यो केही ठाउँहरूमा मात्रै खुवाइराखेको छ। अब प्रोग्राम सक्सेस भयो भने सायद सबै आयुर्वेदिक हस्पिटलमा खुवाइन्छ होला। अहिलेलाई चाहिँ केही ठाउँहरूमा मात्रै छ। अनि मैले त्यो जानकारी दिएको लोकेसन बाहेक अरू ठाउँमा पनि खुवाइन्छ भने त्यहाँ कमेन्ट गर्न सक्नुहुन्छ ल। अर्को धेरै आएको क्वेसनमा चाहिँ कुन टाइममा चाहिँ खुवाउने भन्ने कुनै क्वेसनहरू धेरै आएको थियो। यो खासमा खाली पेट खुवाउँदा हुन्छ। खाली पेट खुवाएको चाहिँ एकदमै राम्रो मानिदो रहेछ होइन। अब खाली पेट खुवाउन सकिँदैन। अब कति ठाउँमा चाहिँ 8 बजे खुल्छ, कति ठाउँमा 9 बजेदेखि स्टार्ट हुन्छ होइन। त्यति बेलासम्म बच्चाहरूलाई भोकै राख्ने कुरा आएन। अनि त्यो भएर हजुरहरूले खुवाएर लगेर खुवाउँदा पनि हुन्छ। सबै ठाउँमा चाहिँ बेग्ला बेग्लै छ। काहीँ 8 बजेदेखि 3 बजीसम्म छ, काहीँ 9 बजेदेखि 3 बजीसम्म, काहीँ 9 बजेदेखि 5 बजीसम्म। सो आफ्नो ठाउँमा चाहिँ कति बजेदेखि खुवाइन्छ त्यो बुझेर चाहिँ आफ्नो बच्चालाई लाग्नुहोस्। यो अर्को धेरै आएको क्वेसनमा चाहिँ के थियो भने यो बच्चाहरूलाई कोलाई चाहिँ खुवाउन मिल्दैन भनेर पनि आउनुभएको छ। जस्तै मैले बुझेसम्म चाहिँ मैले 2-3 चोटि मेरो बच्चाहरूलाई पनि खुवाउन पाएको छुइनँ। त्यो भनेको चाहिँ एन्टिबायोटिक खुवाइरहेको छ भने त्यतिखेर नखुवाउनुहोस् भन्नुहुँदो रहेछ। अर्को भनेको चाहिँ ज्वरो आइरहेको छ भने बच्चालाई नखुवाउनुहोस् भन्नुहुँदो रहेछ। अब योदेखि बाहेक अब सिरियस कन्डिसन छ त्यस्तो बेलामा पनि खुवाउन भएन। त्यही भएर खुवाउनुभन्दा अगाडि आफ्नो बच्चालाई केही अब प्रब्लमहरू छ भने चाहिँ त्यहाँ चाहिँ डक्टरहरू पनि बस्नुहुन्छ, वैद्य डक्टरहरू बस्नुहुन्छ होइन। अनि उहाँहरूलाई चाहिँ सोधेर मात्रै खुवाउनु होला भन्छ। अब यो भिडियो त्यसै लामो भइसक्यो। म चाहिँ अब मेरो बच्चालाई स्वर्णबिन्दु खुवाएपछि के बेनिफिट्स भयो अनि म चाहिँ किन स्वर्णबिन्दुको बारेमा यति धेरै भन्छु त्यो चाहिँ म भन्छु ल। किनभने मेरो बच्चाहरूलाई चाहिँ धेरै फाइदाहरू भएको छ स्वर्णबिन्दु खुवाएपछि। मेरो ट्विन्स छन्, 2जना बच्चाहरूलाई चाहिँ 2टा डिफ्रेन्ट बेनिफिट्सहरू भएको छ होइन। त्यो के भयो म त्यो अर्को भिडियो बनाउँछु ल। त्यसको लागि कमेन्ट गर्नुहोस् ल। ओके बाई।